हेलो एभ्रिवान। जाडो पनि साह्रै भएको छ, त्यसैले मैले यहाँ आलुको पकौडा बनाउन गइरहेकी छु। 2-3 दिन भयो, घाम पनि लागेको छैन। मैले छोराछोरीको लागि सिम्पल तरिकाले मैले आलुको पकौडा बनाउँदैछु। मैले पहिला आलु काटेर अनि यसमा नुन बेसन राखेँ अनि यसलाई मिक्स गरिदिए। यहाँ तेल तातिसकेको छ। मैले यसमा आलुको पकौडा मैले फ्राई गर्दैछु। जाडो बढी भएको कारणले आगो ताप्दै अनि पकौडा बनाउँदै गरिरहेकी छु। हाम्रो आलुको यो पकौडा पाकिसकेको